मैले चाहिँ आज बैठक सञ्चालन कार्यविधि र माइनट लेखनको विषयवस्तुमा तपाईहरुलाई केही कुराहरू प्रशिक्षित गर्न गइरहेको छु। मुख्यतया यहाँ मलाई लाग्छ कि मैले देखिरहेका अनुहारहरू विभिन्न सङ्घ संस्थामा आबद्ध अनुहारहरू हुन्। सबैले बैठक सञ्चालन पनि गर्नु भएको छ र बैठकको अध्यक्षता पनि ग्रहण गर्नु भएको छ र माइनट पनि लेख्नु भएको छ। मलाई लाग्छ यहाँ मध्ये कतिजना बैठकको संस्थाको अध्यक्षहरू हुनुहुन्छ? हात उठाउनुहोस् त। संस्था अध्यक्षज्यूहरू, सचिव र महासचिवज्यूहरूले हात उठाउनुहोस् त। अध्यक्ष कोही पनि हुनुहुन्न? नेपाली समाजका अध्यक्षज्यूले पनि हात उठाउनु भयो। भनेपछि यहाँ बैठक सञ्चालक, मुख्यतया बैठक सञ्चालक र माइनट लेखन सम्बन्धी चाहिँ काम गर्ने साथीहरू अथवा त्यो फिल्डमा रहनुभएका साथीहरू चाहिँ उपस्थित हुनु भएको छ र मलाई लाग्छ चाहिँ यो सेसनले चाहिँ तपाईहरुलाई सहयोगी भूमिका निर्वाह गर्नेछ। मुख्यतया हामीले म अलिकता भूमिकामा जान चाहन्छु। सुरुमा हामीले बैठक सञ्चालन गरेका छौँ, धेरै कुरा, धेरै माइनेटहरू लेखेका छौँ, धेरै सङ्घ संस्थाहरू सञ्चालन पनि गरेका छौँ। तर नेपालमा तपाईले नेपालको सन्दर्भमा कुरा गर्ने भने गैर सरकारी संस्थाहरू, सरकारी संस्थाहरू, गैर सरकारी संस्थाहरू, क्लबहरू, गाउँमा स्थानीय सामाजिक क्लबहरू लगायतहरूले जस्तो बैठक सञ्चालन गर्ने र त्यसलाई एउटा अभिलेखीकरण गर्दाखेरि जुन माइनेट गर्छन् त्यो सरकारमा दर्ता गर्नको लागि पनि त्यो आवश्यक हुन्छ। त्यसको एकदमै प्रक्रिया पुर्याएर माइनेट लेखन गरिन्छ र बैठकलाई पनि त्यही अनुसारले सञ्चालन गरिएको हुन्छ। तर यहाँ हामी के छौँ भने हामीले सामाजिक सङ्घ संस्थाहरू सञ्चालन गर्छौँ। सामाजिक संस्था यसको चाहिँ भनौँ न अभिलेखीकरण गर्ने र भोलि मुद्दा मामिला हुने, यसलाई कानुनमा र दस्तावेजीकरण गरेर भविष्यमा पनि यो खोज्नुपर्छ भन्ने मान्यतामा चाहिँ माइनेटहरू लेखेको चाहिँ कम भेटिन्छ। यहाँका सङ्घ संस्थाहरूको सन्दर्भमा भन्ने कम्तीमा यति पनि हुन्छ कि यो म नेपाल पत्रकार महासङ्घको निवर्तमान अध्यक्ष, मेरो माइनेट चाहिँ मेघजीलाई चाहिँदैन, उहाँ अहिले वर्तमान अध्यक्ष हुनुहुन्छ भन्न खोजेको। तर सङ्घ संस्थाहरूको दशकौँ पहिलाको माइनेटहरू पनि हुनु राम्रो हो। त्यो सबैभन्दा राम्रो कुरा चाहिँ यो कुनै कुरा के हुन्छ भने इतिहासले कालान्तरमा गएर के पुष्टि गर्न सक्छ भने यति बेला गरिएको यो निर्णय गलत थियो, यो गलत थियो, अथवा यति बेलाको यो 10 वर्ष पहिलाको यो निर्णयले आज संस्था यो उचाइमा पुगेको छ, त्यो कोसेढुङ्गा हो भन्ने विषयको लागि पनि माइनेटहरू चाहिँ जतन साथ राखिनुपर्छ। म माइनेटमा अलि धेरै फोकस हुनेछु किनकि हाम्रो नेपाली समाज र हामी बिचको एउटा सल्लाहले माइनेट लेख्नलाई अलिकति फोकस गरौँ भन्ने सन्दर्भमा चाहिँ बैठक सञ्चालन त हामीले एउटा सामान्य प्रक्रियामा बैठक सञ्चालन गर्छौँ, त्यसमा हामी प्राविधिक कुरा मात्रै गर्छौँ र माइनेट लेखन सम्बन्धी सकेसम्म एउटा अभ्यास चाहिँ हामीले टुङ्ग्याउनेछौँ। लागौँ केही कुरा सिक्न त। बैठक भनेको के हो भने बैठक कुनै पनि उद्देश्य प्राप्तिको लागि, कृपया साइडमा नबोलिदिनु होला है, हुँदै गर्दाखेरि यसलाई चाहिँ अन्यथा नलिकन गरिदिनु होला। बैठक भनेको उद्देश्य प्राप्तिका लागि पदाधिकारी तथा अन्य व्यक्तिहरूको छलफल हो। कुनै पनि संस्था अथवा एउटा बिजनेसमा 4 जना बिचमा कन्स्ट्रक्सन फिल्डमा जानु भने म कन्स्ट्रक्सन फिल्डको मान्छे, विकली चाहिँ एउटा मिटिङ हुन्छ हैन, त्यो त्यहाँ पनि एउटा मिटिङ हुन्छ, त्यहाँ पनि माइनेट हुन्छ र त्यहाँ पनि छलफल हुन्छ हैन। भनेपछि त्यो कुनै पनि उद्देश्य प्राप्तिको लागि, 1 हप्ताको लागि, अहिलेसम्मको कार्य प्रगतिको समीक्षा गर्नको लागि अथवा नयाँ कार्य योजना बनाउनको लागि, तर्जुमा गर्नको लागि बैठक निर्धारण गरिन्छ। संस्था पनि त्यही हो। तपाईले महासचिवले राजीनामा दिएर जानुभयो, कुनै संस्था के अरे पदाधिकारी नेपाल जानुभयो, अथवा तपाईले राहत कोष स्थापना गर्न खोजिरहनु भएको छ, नेपालबाट मृगौला पीडितको लागि तपाईहरुलाई अनुरोध आइरहेको छ आर्थिक सहयोग गर भनेर, त्यसको लागि तपाईले बैठक आह्वान गर्नुहुन्छ। अथवा आपतकालीन अवस्था पर्यो नेपालमा, विभिन्न सङ्घ संस्थाहरू अहिले भर्खर जेएनजीओले देशभरि आगो लगाए, त्यहाँ राहत उसको लागि के गर्ने त आपतकालीन किसिमले चाहिँ त्यो बैठक आह्वान गर्नु पर्यो हैन। विभिन्न परिस्थितिहरूमा कुनै उद्देश्य प्राप्तिको लागि चाहिँ तपाईहरुले चाहिँ अथवा सङ्घ संस्थाले बैठक आह्वान गर्छन् अथवा बिजनेस संस्थानहरूले चाहिँ बैठक आह्वान गर्छन्, ती किसिमले चाहिँ बैठकहरू आह्वान गरिन्छ र त्यसले चाहिँ एउटा उद्देश्य प्राप्त गर्नको लागि, एउटा उद्देश्यमा छलफल गर्नको लागि हामीले चाहिँ
बैठक गर्छौँ संस्थाको प्रभावकारिताको लागि। बैठकै बसेन भने त निरङ्कुश भयो त हैन। म एउटा संस्थाको अध्यक्ष हो, सबै कुरा मैले रामजीले नै निर्णय गरेर जाने हो, पदाधिकारीलाई सोध्ने नै होइन भने त संस्थाको प्रभावकारिता त्यहाँनिर नरहन सक्छ नि त हैन। पदाधिकारी बिचमा छलफल गर्ने 10 जना मान्छेबाट 20 जना मान्छेबाट चाहिँ एउटा किसिमको राम्रो किसिमको सल्लाह राय सुझावहरू आउन सक्छ हैन। त्यो कारणले गर्दाखेरि अनि व्यवस्थित बैठकहरू व्यवस्थित हुनुपर्छ। यो अलिक पछाडि आउँछु म। अनि यसलाई चाहिँ जानकारी र पारदर्शी हुने किसिमले संस्थालाई कायम राख्नको लागि पनि बैठकहरूको आवश्यकता हुन्छ। अब म बैठकका प्रकारमा जान्छु। मुख्यतया बैठकका प्रकार धेरै हुन सक्छन्, धेरै प्रक्रियाले बैठकलाई व्याख्या गर्न सकिन्छ। तर बैठक चाहिँ मुख्यतया नियमित, मैले अघि भने हरेक शुक्रबार विद्यालयमा बैठक हुन्छ, हप्ते बैठक हुन्छ विद्यालयहरूमा, हरेक शुक्रबार त्यो बैठक हुन्छ। व्यवस्थापन समितिको बैठक हरेक 1 महिनामा हुन्छ। अथवा तपाईहरु संस्थाले विधानमा लेख्नु भएको हुन्छ हरेक 2 महिनामा के भौतिक रूपमा उपस्थित भएर संस्थाको बैठक बसिनेछ भनेर बैठक लेख्नु भएको हुन्छ। ती चाहिँ नियमित बैठक अन्तर्गत पर्दछन्। अब विशेष बैठक अघि मैले भनेको थिएँ नि, भूकम्प गयो, कोरोना आयो, लकडाउन भयो, अब के गर्ने? बैठक संस्थाले जिम्मेवारी लिनुपर्नेछ। मासलाई अथवा समाजलाई संस्थाले केही गर्नुपर्नेछ, अथवा कुनै राजनीतिक दलले निर्णय लिनुपर्नेछ, अथवा अन्य कुनै संस्थाले, व्यावसायिक संस्थानले पनि आफ्नो व्यवसाय डामाडोल हुने अवस्था भयो, अथवा कुनै नयाँ किसिमले आफ्नो कम्पिटिटरले चाहिँ कुनै किसिमको योजना ल्याएर हामीलाई फेल गर्न लायो भने आकस्मिक रूपमा बैठकहरू आह्वान गरेर अथवा विशेष बैठक, त्यसलाई आकस्मिक अथवा विशेष बैठकको रूपमा तपाईहरु भन्नु अध्यक्षकै उ भयो, टर्मिनेसन भयो, अध्यक्षै घर जानुभयो, संस्था त चलाउनु पर्यो भने त्यस्ता अवस्थामा चाहिँ विशेष बैठक अथवा आकस्मिक बैठकहरू बोलाउने र साधारण सभा तपाईहरुलाई थाहा छ हामीले चलन चल्तीमा 1 वर्षमा एकपटक साधारण सभा गर्छौं, तर कुनै संस्थाले साधारण सभा धेरै पटक पनि गर्छ। साधारण सभा चाहिँ विशेष नीति निर्माणका विषयवस्तुहरू, ठूला योजनाहरू पारित गर्नको लागि, तिनलाई कार्यान्वयनको अवस्था हेर्नको लागि चाहिँ साधारण सभाहरू र अहिले यो लकडाउन पश्चात चाहिँ यो अनलाइन बैठकहरू हामीलाई, किनकि भौतिक दूरी भए पनि त्यसलाई जोड्नको लागि चाहिँ एउटा सहजीकरण गर्न यो जुम मार्फत अथवा विद्युतीय माध्यम मार्फत चाहिँ हामीले चाहिँ अनलाइन किसिमका बैठकहरू बस्ने गरेका छौँ। मोस्टली चाहिँ हामी चाहिँ यो 4 तरिकाले चाहिँ बैठकलाई व्याख्या गर्ने गरेका छौँ। अब बैठक अगाडि गर्नुपर्ने तयारीहरू छ। बैठकको उद्देश्य स्पष्ट हुनुपर्छ। बैठक किन बसिरहेछ? हामी बसेर चिया र बिस्कुट खान मात्रै बैठक बस्ने हो होइन। हामीले संस्थाको एउटा उद्देश्य निर्माणको लागि चाहिँ बैठक बोलाउँछौँ। त्यसको लागि स्पष्ट चाहिँ खाका बनाउनुपर्छ। एजेन्डा तयार गर्ने, मुख्यतया अध्यक्षले एजेन्डा तयार गर्छन्, त्यसमा महासचिवले सहयोग गर्ने काम पनि हुन्छ। तर एजेन्डा तयार गर्ने, के गर्ने? अब राहत स्थापना गर्ने, मृगौला पीडितको लागि 5000 छुट्याउने, मृगौला पीडितको सन्दर्भमा भनेर चाहिँ एजेन्डा अध्यक्षले बनाउँछन्। राहत कोष सन्दर्भमा अथवा महासचिवको पदपूर्ति सम्बन्धमा चाहिँ अध्यक्षले एजेन्डा बनाउँछन्, महासचिवले चाहिँ त्यसलाई चाहिँ सर्कुलेट गर्ने काम हुन्छ। र त्यसको लागि आवश्यक कागजातहरू के हुन्? माइनेस, प्रतिवेदनहरू, पूर्व ती प्रस्तावहरू, सबै कुराहरू महासचिव र अध्यक्षज्यूको समन्वयमा त्यो कुरा विधानमा लेखिएको हुन्छ। महासचिवको अध्यक्षको निर्देशनमा चाहिँ महासचिवले बैठक बोलाउने, महासचिवले त्यसका तयारीहरू गर्ने भन्ने कुराहरू हुन्छ। त्यहाँ चाहिँ विधानमा लेखिएको हुन्छ। त्यही अन्तर्गत चाहिँ तपाईहरुले माइनेट्सहरू तयार गर्ने, सूचनाहरू दिने गर्नुपर्छ। सहभागीको सूची बनाउँदै मिति, समय र स्थान निर्धारण गर्नुहोस्। तपाईहरुले बैठक कहाँ गर्ने? हामीले बैठक गर्दैछौँ के अरे नमस्ते ट्राभलको माथि बैठक गर्दैछौँ। बोधी रेस्टुरेन्टमा हुनौँ, बोधी लन्चमा चाहिँ हामीले बैठक गर्दैछौँ। आगामी आइतबार अथवा यति गते वैशाख यति गतेका दिन यति बजेदेखि यति बजेसम्म, 3 बजेदेखि 6 बजेसम्म हामीले
बैठक बनाउँदैछौँ त्यसको कुरा चाहिँ त्यो जुन व्यवस्थापन टिम हो अध्यक्ष महासचिवले निर्धारण गर्ने र सदस्य यो पूर्व सूचना र त्यसको व्यवस्थापन गर्ने। मुख्यतया के हुन्छ भने कुनै पनि बैठकहरूमा चाहिँ हामीले एजेन्डा पनि नदिएको देखिन्छ। नेपाल संघीय सहयोग समाज युएको बैठक यति गति चाहिँ यो हलमा बोलाइएको छ भन्यो, एजेन्डा केही पनि छैन। किन बोलाएको? त्यो सदस्यले केही तयारी गरेर आउनुपर्ने हो, केही लिएर आउनुपर्ने हो, त्यो एजेन्डै नलेखिएको हुन्छ हैन। ती विषयमा चाहिँ तपाईहरुले एकदमै ख्याल गर्नुपर्छ। एजेन्डा तयार गर्ने र एजेन्डा सहित सहभागीलाई चाहिँ त्यो जानकारी गराउने, सूचना दिएर चाहिँ ती व्यक्तिहरू आफूले चाहिँ एक किसिमले आफूलाई प्रिपेयर गरेर चाहिँ बैठकमा आउन्, त्यहाँ ती एजेन्डाहरूमा बहस हुन सकोस्, एउटा तार्किक किसिमको बहस हुन सकोस्, तथ्यसङ्गत किसिमले बहस हुन सकोस् र त्यसलाई एउटा दर्विलो अथवा दरिलो निष्कर्षमा लैजान सकियोस्। त्यसैले सदस्यलाई एजेन्डा सहित चाहिँ हामीले चाहिँ पूर्व सूचना दिँदै गर्नुपर्छ। बैठक सञ्चालन गर्दाखेरि एकदमै समयमा सुरु गर्ने र समयमा समापन गर्ने तयारी गर्नुपर्दछ है। किनकि हामीले बैठक अघि यहाँ निमेशजीको प्रेजेन्टेसन पनि आएको थियो, हामीले कार्यक्रम 11 बजेलाई चाहिँ आयोजना गरेका हुन्छौँ। त्यसपछि हामीले 3 बजे गएर औपचारिक राजदूतै आउनु भएन, ढिलो भयो, अथवा कोही आउनु भएन, ढिलो भयो, 3 बजे सुरु गरिदिन्छौँ। सुरु गरेपछि त्यसपछि आसन ग्रहण भटाभट 2 घण्टासम्म लिन्छौँ हैन। त्यो भइसकेपछि त्यहाँ कहाँनिर समस्या हुन्छ भने जुन हाम्रो तयारी हुन्छ र त्यसमा चाहिँ अझ मैले अघि एउटा कुरा छुटाएँ, तपाईहरूले चाहिँ जुन पूर्व सूचना जारी गर्दाखेरि एजेन्डा अथवा त्यो तालिका बनाउँदै गर्दाखेरि उनीहरूलाई सूचना दिँदै गर्दा यति बजेदेखि यति बजेसम्म यो जो हुनेछ कार्य तालिका सहित सूचना जारी गर्नुभयो भने त्यो राम्रो हुन्छ। 11 बजे बैठक सुरु हुनेछ, यो यति बजेदेखि यति बजेसम्म यसरी चाहिँ हामी छलफलमा जानेछौँ भनेर समय तालिका सहितको सूचना जारी गर्नुभयो भने पनि त्यसलाई उत्कृष्ट मानिनेछ। प्रस्तावहरूमा मात्र छलफल केन्द्रित हुनुपर्छ। जस्तो कि हामीले विषयवस्तु लिएर आइएको छ, के अरे महासचिवको चाहिँ पदपूर्ति गर्ने, महासचिव कसलाई बनाउने त, अथवा नेपालको भूकम्प पीडितलाई राहत उद्धार दिनको लागि छलफल गर्ने। अर्कोले टाउको बनाउँदै के भन्छ भने हाम्रो गाउँमा नि एउटा पीडित छ त्यसलाई दिउँ न, त्यो भनेको प्रस्ताव पूर्व आउनुपर्छ। त्यो छलफलमा गइसकेपछि त्यो विषय चाहिँ त्यहाँ प्रवेश नगरेको राम्रो। किनकि आजका एजेन्डाहरू, आजका छलफलका विषयहरू के हुन् ती विषयमा चाहिँ हामी चाहिँ छलफल गर्नुपर्छ र त्यसमा चाहिँ केन्द्रित हुनुपर्छ र अध्यक्षले बैठकको पूर्ण नियन्त्रणमा हुनुपर्छ भन्ने कुरा। यो यहाँ अध्यक्षज्यू त रामजी मात्रै देखेँ, अब मेघजी पनि हुनुहुन्छ, म पनि छु होइन, हाम्रो लमजुङ समाजको अध्यक्ष नै हुनुहुन्छ। अध्यक्षले चाहिँ बैठकलाई चाहिँ पूर्ण रूपमा नियन्त्रणमा राख्नुपर्छ कि त्यहाँनिर अध्यक्षको तपाईँहरूले विधानलाई हेर्नुभयो भने पनि बराबर भयो भने, मत बराबर भयो भने अन्तिम निर्णय लिने अध्यक्षले हो। त्यसलाई अस्वीकृत गर्ने अथवा स्वीकृत गर्ने एजेन्डालाई भनिसके त्यो मासलाई चाहिँ अथवा त्यो बैठकलाई चाहिँ पूर्ण रूपमा नियन्त्रणमा राख्नुपर्छ। किनकि नेतृत्वले अथवा त्यो जुन मियो भन्छ नि, नेतृत्वले त्यो बैठकलाई चाहिँ लिड गर्न सकेन अथवा नियन्त्रणमा राख्न सकेन भने ती उद्देश्य प्राप्ति नै हुँदैन, बैठकका निर्णयले पनि हुन सक्दैनन्, एजेन्डाहरू जुन किसिमले स्वीकृत गर्नुपर्ने हो ती स्वीकृत पनि नहुन सक्छ। त्यो कारणले गर्दा अध्यक्षको नियन्त्रणमा हुनुपर्छ। पुराना निर्णयहरूको बारेमा चाहिँ समीक्षा पनि गर्ने, बैठकहरूमा पुराना निर्णय के भयो त। हामीले अघिल्लो बैठकमा के भनेका थियौँ भने 3 महिना पहिला, 3 महिनाको अवधिमा हामीले हाम्रो साधारण सदस्यता 500 पुर्याउने र आजीवन सदस्यता 100 पुर्याउने भनेर निर्णय गऱ्यौँ। आजको बैठक सुरु गर्दै गर्दाखेरि आजसम्मको कति सदस्य भने त हाम्रो उद्देश्य प्राप्ति भयो कि भएन? अहिले 2 महिना भयो, अब 1 महिना बाँकी छ भने ती उद्देश्यहरू पुरा भयो त? हाम्रा 100मा 80 जना के अरे आजीवन सदस्य बने कि बनेन? साधारण सदस्यहरू 300 पुगे कि पुगेन? अथवा त्यहाँ के अवरोध आए, के कारणले यी किसिमका व्यवधानहरू आए, त्यो विषयमा चाहिँ समीक्षा पनि गर्ने। पुराना निर्णयहरू कार्यान्वयन भयो कि भएन, पूर्णतया कार्यान्वयन भएनन्, त्यसको समय सीमा कति छ र किन हुन सकेन र त्यसको गति बढाउनु पर्ने हो अथवा त्यसलाई नयाँ तरिकाले फेरि निर्णय गर्नुपर्ने हो, त्यो विषयमा पनि समीक्षा हुनु जरुरी छ। अनि छलफल गर्दाखेरि महासचिवज्यूले प्रस्ताव पढिदिनुहुन्छ, के अरे
राहतको सन्दर्भमा अनि के अरे महासचिवको ऊ सन्दर्भमा अर्को चाहिँ सदस्यता विस्तार सम्बन्धमा अथवा वार्षिक योजना सन्दर्भमा क्यालेन्डर बनाउने सन्दर्भमा सक्यो। महासचिवले के भन्नु ल आफ्नो आफ्नो राय राख्नुहोस् त। उहाँले राख्नुहुन्छ आफ्नो राय पुरै विषयमा राख्नुहुन्छ, 10 मिनट बोल्नुहुन्छ, उहाँले राख्नुहुन्छ त पुरै विषयमा। त्यो भन्दा तपाईँले चाहिँ एउटा एजेन्डा ल ऊ सन्दर्भमा हाम्रो सदस्यता विस्तार सन्दर्भमा सबैको राय लिनुहोस्, त्यो टपिकलाई क्लोज गर्नुहोस्। महासचिवले उता माइनेट रेडी गर्दै गर्नुहुन्छ, निर्णय के भयो त, छलफल के भयो, महासचिवज्यूले निर्णय ऊ गर्नुहुन्छ। फेरि अर्को टपिक दिनुहोस्, मासले चाहिँ अथवा बैठकले चाहिँ त्यसलाई छलफल गर्दै गर्छ, महासचिवले आफ्नो निर्णय गर्दै गर्नुपर्छ। त्यसैले एउटा प्रस्तावलाई निर्णयमा पुर्याएपछि अर्को प्रस्ताव, दोस्रो प्रस्तावमा चाहिँ तपाईँहरू प्रवेश गर्नुपर्छ। अनि प्रस्तावहरू सकभर धेरै नबनाउने, मासिक अथवा नियमित बस्नुहुन्छ तपाईँहरू, आपतकालीन आकस्मिक रूपमा बस्नुहुन्छ, धेरै आवश्यकताभन्दा धेरै प्रस्तावहरू नबनाउने र लिमिटेड प्रस्तावहरू बनाउने र त्यसमा छलफल गर्नुपर्छ। बैठक सकिएपछि बैठकको निर्णय र जानकारी सम्बन्धित व्यक्तिलाई त्यो चाहिँ प्रक्रिया मार्फत तपाईँले आजभोलि त विद्युतीय सञ्चार माध्यम मार्फत ग्रुपमा कार्य समितिको ग्रुप हुन्छ, ती ग्रुपहरूमा चाहिँ जानकारी दिन्छ र यसलाई कार्यान्वयनमा जानुपर्छ। बैठक सञ्चालनका चरणहरू, विभिन्न चरणमा चाहिँ हामीले बैठक सञ्चालन गर्ने गर्छौँ। तपाईँहरू यो यसमा अभ्यस्त हुनुहुन्छ, तर कति कुराहरू चाहिँ अलिक नपुगेको जस्तो मैले यहीँनिर एउटा विषय जोड्न चाहन्छु। बैठकहरूमा चाहिँ हरेक बैठकमा चाहिँ प्रमुख अतिथि नै चाहिन्छ भन्ने हुँदैन। मैले धेरै बैठकहरूमा यहाँका सामाजिक सङ्घ संस्थाका बैठकमा गएको छु, कति ठाउँमा त मै प्रमुख अतिथि पनि बसेको छु। प्रमुख बैठकको प्रमुख आतिथ्यता फलानालाई गर्नुहुन्छ, कार्यक्रमहरूमा प्रमुख अतिथि राख्नुहोस्। विशिष्ट आमन्त्रित व्यक्तित्वहरू जो कार्यक्रमहरूमा बैठकमा प्रमुख अतिथि विशिष्ट अतिथि उहाँहरू आमन्त्रित हो बैठकको लागि। र कुनै पनि संस्थाको तपाईँले विधानहरू हेर्नुभयो भने पनि तपाईँहरू एजेन्डामा छलफल गर्नको लागि बैठक गर्दै हुनुहुन्छ। त्यो एजेन्डाको छलफलको विषयमा चाहिँ अल्पमत र बहुमतमा पर्ने त त्यही कार्य समिति हो। सल्लाहकारले, संरक्षकले अथवा आमन्त्रित व्यक्तिलाई अधिकार हुन, राय सुझाव दिने मात्रै अधिकार हुन्छ। त्यो व्यक्तिले राय सुझाव मात्रै दिने हो। राय सुझाव दिने भइसकेपछि यो हामी त आजको बैठक किन गरिरहेका छौँ भने फलाना एजेन्डामाथि छलफल गरेर त्यसलाई निष्कर्ष दिन र त्यसलाई कार्यान्वयनमा लैजानको लागि छलफल गरिरहेका छौँ। त्यसमा त कार्य समितिको निर्णय भूमिका र कार्य समितिले नै त्यसलाई निर्णयमा जाने हो भनिसकेपछि त्यसलाई लम्बे तान बनाएर त्यो अघि भन्ने चाहिँ टाइम वेस्ट हो कि। किनकि त्यो माइन्डेडमा तपाईँले